पूर्वतिर राख्नुपर्ने पूजा कोठा दक्षिण गरेर राख्नुभयो भने दक्षिणतिर पूजा आजा गर्न मिल्दैन। तन्मे मनः शिव संकल्पमस्तु। रुद्राक्ष ज्योतिष तथा वास्तु परामर्श केन्द्रबाट तपाईलाई वास्तु सम्बन्धी केही जानकारी दिनका लागि म र यहाँको टिम तपाईहरु समक्ष उपस्थित भएका छौं। खास गरी हाम्रो वास्तु भनेको के हो भन्दाखेरि हामीले कुनै पनि नयाँ घर अथवा मठ मन्दिरहरू बनाइएको छ भने बनाउन लागि छ अथवा बनाउने तयारीमा छौं भने त्यसको आकारहरू निर्धारण गर्ने, जमिनको छनौट गर्ने, त्यसैगरी तपाईले कुनै पनि भान्सा कोठा बनाउने अथवा चाहिँ मन्दिरको स्थान बनाउने, घरको बाथरुम, बेडरुम इत्यादि कुराहरू मिलाएर बनाइएको अथवा चाहिँ बनाउन लागेको समष्टिलाई नै वास्तु भनिन्छ। जसमा तपाईले नेपालमा वास्तुकलाको सुरुवात भन्ने लिच्छवी कालबाट भएको मानिन्छ र नेपालमा विशेष गरी वास्तुकला भनेको तपाईको हिन्दू शास्त्रमा अथवा चाहिँ बौद्ध शास्त्रमा आधारित रहेर वास्तुकलाको निर्माण गरेको पनि पाइन्छ। घर बनाउँदाखेरि वास्तु हेर्ने नहेर्ने भन्ने हाम्रो शास्त्रीय मान्यता अथवा चाहिँ हामीलाई कुनै प्रश्नहरू आइराखेका हुन्छन्। जस्तै तपाईले कुनै घर बनाउनु भने वास्तु हेर्ने कि नहेर्ने, छनौट गर्ने कि नगर्ने भन्ने तपाईहरुको मनमा चाहिँ एउटा जिज्ञासा आइरहेको हुन्छ। त्यो जिज्ञासाको समाधान गर्नका लागि केही समाधान गरौँ भनेर आज हामी यहाँ उपस्थित छौं। यो तपाईको जिज्ञासालाई समाधान गर्दाखेरि हेर्ने हो भने तपाईले वास्तु हेराएर घर बनाउँदा उत्तम मानिन्छ। किनभने तपाईले पूर्वतिर राख्नुपर्ने पूजा कोठा दक्षिण गरेर राख्नुभयो भने दक्षिणतिर पूजा आजा गर्न मिल्दैन। किनभने पितृ कार्य बाहेक दक्षिणतिर अरु कार्य गर्न मिल्दैन। किनकि शास्त्रले नै हाम्रो धार्मिक शास्त्रले नै निषेध गरेको छ। जसमा तपाईले पूजा कोठा राख्न चाहनुहुन्छ भने पूर्व र उत्तरको बीचमा अथवा उत्तरमा पूर्वमा राख्न सक्नुहुन्छ। जसले गर्दाखेरि तपाईलाई यी र जस्तै तपाईले भान्सा कोठा, सुत्ने रुम, सिरानी कता बनाउने भन्ने पनि तपाईलाई जिज्ञासा हुन सक्छ। किनभने वास्तु मिलाइएन भने यी कुराहरू पनि मिल्न सक्दैन। जसले गर्दाखेरि तपाईलाई आफैमा घर बनाएर पनि असन्तोष बन्न सक्नुहुन्छ। तपाईले पहिला सुरुमा त वास्तु मिलाउँदाखेरि जमिनको छनौट गर्न पर्यो। कस्तो जग्गामा घर बनाउने हैन, तपाईले जमिनको छनौट अथवा चाहिँ आकारहरू निर्धारण गरेर सकेसम्म पूर्वतिर फर्केको अथवा उत्तरतिर फर्केको घर बनाउनु भयो भने त्यसमा शुभ मानिन्छ। मुख्य ढोका अब जमिन छनौट गरिसकेपछि तपाईले मुख्य ढोका कता फर्काउने भन्ने होला। त्यसमा तपाईले पूर्व या उत्तरतिर फर्काउनुस् र तुलसीको मठ राख्दाखेरि सकेसम्म तपाई घरबाट निस्किदै हुनुहुन्छ भने दाहिने साइड पर्नेतिर पनि राख्न सक्नुहुन्छ। कोठाका स्थानहरू पनि तपाईले वास्तुको कोठाहरू प्रत्येक मिलाएर राख्दाखेरि भान्सा कोठा दक्षिण पूर्वमा राखिन्छ भने शयन कक्ष पूर्वतिर सिरानी गरेर राख्न राम्रो मानिन्छ भने पूजा कोठा अघि नै मैले भनिहालेँ पूर्व या उत्तर दिशा अथवा चाहिँ पूर्व र उत्तरको बीचमा। यसैगरी हावाको व्यवस्थापन पनि वास्तुबाटै मिलाउन सकिन्छ। तपाईले सूर्यास्ततिर झ्याल र सूर्योदयतिर झ्याल राख्नुभयो भने तपाईको कोठामा प्रशस्त मात्रामा हावा खेलेको पाउनुहुन्छ, महसुस गर्न सक्नुहुन्छ। किनभने पूर्वतिरबाट अथवा चाहिँ उत्तर पश्चिमतिरबाट चाहिँ हावा बढी लागेको पाइन्छ। किनभने तपाईको कोठामा नेगेटिभ इनर्जीको पनि वास हुँदैन। र पानीको टंकी कता राख्ने भन्ने हुन्छ। हाम्रोमा चाहिँ अब पानीको टंकी वास्तु अनुसार मिलाएर राखिदैन। पानीको टंकी तपाईले राख्दाखेरि दक्षिण अथवा दक्षिण पूर्वमा चाहिँ राख्न सक्नुहुन्छ, जुन राम्रो मानिन्छ। वास्तुशास्त्रमा हाल अहिले हेर्ने हो भने केही आधुनिकताले गर्दाखेरि वास्तुशास्त्रको मान्यता पनि अलि कम भएको हो कि भन्ने पनि देखिन्छ। किनभने हाम्रा घरहरूमा सानो कोठाहरू हुने सबै मिलाउन सकिदैन। त्यसले गर्दाखेरि सकेसम्म वास्तुको सीमा भित्र रहेर तपाईले कुनै घरहरू बनाउनु भयो भने राम्रो हुन्छ। नेपालमा वास्तुकलाको प्रभाव हेर्ने हो भने हिन्दू र बौद्ध आकारका वास्तुकलाको प्रभाव बढी भएको देखिन्छ। जस्तै हामीले घर बनायौं भने धुपीको आकार अथवा चाहिँ तपाईको स्तूप शैली, शैव शैलीका आकारका घरहरू निर्माण गरेको पनि देखिन्छ। अन्य जानकारी तपाईहरुलाई चाहिएको छ भने यस्तै वास्तुको ज्योतिषको जानकारी चाहिएको छ भने हामीले तल WhatsApp नम्बर राखेका छौं, त्यसमा पनि सम्पर्क गरेर
हामीसित सल्लाह सुझाव लिन सक्नुहुनेछ। यति भन्दै म बिदा हुन्छु। धन्यवाद।